हाई गाइस, वेलकम टु माई ब्लग। आज हामी मैना पोखरी जान लागेको सर्टकट बाटो जाँदैछौँ। यहाँ हेर्नुहोस्, यसरी जाँदैछौँ। जाँदा जाँदै यहाँ हेर्नु, यो सर्टकट बाटो हो। यहाँ छ पहाड। तपाईँहरू आउनुभयो भने हेर्न सक्नुहुन्छ कति राम्रो छ पहाड। यहाँ हेर्नु है, हजुरहरूलाई पनि राम्रो लाग्छ। अहिले चाहिँ हामी मैना पोखरी जाने फर्स्ट गेट आइपुग्यौँ र फर्स्ट गेटबाट छिर्यौँ र हामी जाँदैछौँ। अहिले मैना पोखरी जाँदैछौँ। हेर्नु है, हाई, वेलकम टु मैना पोखरी। यहाँ हेर्नु बाटो कस्तो राम्रो छ, सिन हेर्नु है, पहाडै पहाड र फन गर्दै जाँदैछौँ। साथीहरूसँग हिँड्न पनि रमाइलै हुँदो रहेछ। यहाँ हेर्नु है, जाँदैछौँ हामीहरू बाटोमा। दिदी पनि आउनु हुँदैछ पछिबाट। दिदीले तपाईँहरूलाई हाई भन्नुहुँदैछ। तपाईँहरू कमेन्ट गरिदिनु होला हेलो भनेर। र यहाँ हेर्नु, हामी अहिले शिव मन्दिर पुग्यौँ। शिव मन्दिरमा पूजा गर्दैछौँ। यहाँ हेर्नु, शिव मन्दिरमा पूजा गर्दैछौँ। तपाईँलाई शिव मन्दिरको टुर गराउँदैछौँ। हेर्नुहोस्, गणेश शिवजी पार्वती सबैजना हुनुहुन्छ है। यहाँ हामी चाहिँ अहिले लाग्यौँ मैना पोखरी जान हिँड्दैछौँ। यहाँ हेर्नुहोस् है, यहाँ बाटो भर्खर बनिँदैछ त, अनि अलिकति उयो अप्ठ्यारै छ। र अहिले मेरो छोरीले चाहिँ ब्याग बिर्सेर गयो जाँदैछ। अहिले चाहिँ हामी तल नामिसक्यौँ र बाटोमा हिँड्दैछौँ। हिँड्दा हिँड्दै यहाँ हेर्नुहोस्, त्यस टाढैबाट मङ्की देख्नुभयो, छेउमा गयो भने खेद्छन् अरे, त्यही भएर हामी चाहिँ छेउमा नगएको। यहाँ हेर्नुहोस्, फाइनली मैना पोखरी जाने गेट आइपुग्यो। अघिको चाहिँ फर्स्ट गेट थियो, अहिले चाहिँ सेकेन्ड गेट। यो चाहिँ मेन गेट हो। मेन गेटबाट अहिले हामी छिर्यौँ। यहाँ हेर्नु, आजभन्दा 3 वर्ष अगाडि पहिरो गएको थियो र यहाँ हेर्नु है, यस्तो भएको छ बाटो। अहिले बनाउँदैछन्। मैना पोखरी पनि ढल्किनु भएको थियो। मैना पोखरी माताको मन्दिर र उसलाई सिधा पार्दैछन्। र अहिले चाहिँ हामी चढ्दै ओर्दै जाँदैछौँ। अहिले हेर्नुहोस् गाइस, यहाँबाट अलिअलि मन्दिर देखिँदैछ। उहाँ छ, मजाले नजर घुमाउनुहोस् त। त्यहाँ मैले मन्दिर पनि देखाइदिएको छु हजुरहरूलाई। यहाँ यति टाढाबाट देखिन्छ। फाइनली हामी मन्दिर आइपुग्यौँ र यहाँ हेर्नु, मन्दिरमा तपाईँहरूलाई पनि वेलकम छ। मन्दिरको टुर गराउँदैछु, हेर्नुहोला। अब चाहिँ हामी जाँदैछौँ। यहाँ हेर्नु, पहिरो गएकाले कस्तो भइरहेछ बाटो। यो चाहिँ भयो गुफा। यहाँ हेर्नु, गुफामा शिवजी भगवानको मूर्ति छ, लिङ्गो छ। अनि यहाँ हेर्नु, यो के हो देख्नुभयो, सानो कुदेको के हो, हजुरहरूले कमेन्ट गरेर भन्नुहोला देख्नुभयो भने। अहिले चाहिँ हामी मैना पोखरीबाट निस्क्यौँ। हजुरहरू हेर्नुहोला, हजुरहरू पनि दर्शन गर्न आउन सक्नुहुन्छ। यहाँ हेर्नु, अहिले चाहिँ यहाँ बाटो अप्ठ्यारो छ, त्यही भएर चाहिँ अलिकति समातेर निस्किनु पर्नेछ। अहिले चाहिँ फाइनली हामी निस्क्यौँ, मन्दिरबाट निस्किसक्यौँ र हामी जाँदैछौँ घर जानुको लागि निस्क्यौँ। यहाँ हेर्नु, नानीलाई चप्पल पनि लगाइदिनु हुँदैछ दिदीले। र हामी जाँदैछौँ। हामी चाहिँ टाढै पुग्यौँ, दिदी चाहिँ यहीँ हुनुहुन्छ। अहिले हामी जाँदा जाँदै यहाँ हेर्नु, तपाईँहरूलाई घरतिर जाने बाटो पनि देखाइदिन्छु। यहाँ यो बाटो त तपाईँहरूले अघि आउँदा पनि देख्नुभएको होला। जाँदा चाहिँ रमाइलो हुन्छ, किनभने टाउन छ नि त, त्यही भएर आफै जान्छ, गइन्छ अब आफै। अनि यहाँ हेर्नु, अहिले हामी गइपुग्यौँ। नानीहरू पनि अगाडि कुद्दैछन्। डाउन छ, त्यही भएर नानीहरूलाई पनि राम्रै लाग्दैछ। अनि हामी चाहिँ अब गेट पुग्न आँट्यो। हेर्नुहोस्, जाँदैछौँ। हामी चाहिँ तल नामिसक्यौँ। अहिले चाहिँ हामी गेटबाट बाहिर निस्किसक्यौँ। गेट यहाँ छ, गेटबाट बाहिर निस्किसक्यौँ। यो जिरेनी सारा हो। फाइनली हामी घर आइपुग्यौँ र अहिले मेरो नेक्स्ट ब्लग हेर्नुहोला। अहिलेलाई यति नै, बाई बाई, सी यू। आजलाई यति नै। कस्तो भयो कमेन्टमा भनिदिनु होला।